बाघ भैरवको विशाल मन्दिर कीर्तिपुरको मध्यभागमा अवस्थित रहेको छ। धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको यस मन्दिर कीर्तिपुरवासीहरूको प्रमुख आस्थाको केन्द्र नै हो। बाघ भैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवं जनश्रुतिका अनुसार कीर्तिपुरको उत्तरको भिरालो जंगलमा भेडा बाख्राहरू चराउन गएका गोठाला केटाकेटीहरूले माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे। बाघको मूर्ति बनेपछि यसलाई सुहाउने जिब्रो बनाउनको लागि पात खोज्न गोठालाहरू गए। त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडा बाख्राहरू खाइदिएको र पात लिएर फर्कँदा आफ्नो भेडा बाख्राहरू नदेखेपछि गोठालाहरू रुन कराउन थाले। पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्नो भेडा बाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन्। पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ। त्यही किंवदन्तीको आधारमा आजसम्म पनि बाघ भैरवको मूर्तिमा जिब्रो नरहेको मानिँदै आएको छ।